हेलो साथीहरू नमस्ते। आज मैले तपाईहरुलाई एउटा चीज देखाउन जाँदैछु। यो हामी नेपालीहरू हाम्रो देशमा काम हुन्न, काम पाइँदैन भन्ने सिलसिलामा हामीले के काम गर्न सकिन्छ, कतिसम्म नेपालमा कमाउन सकिन्छ, विदेशी जानुपर्छ भन्ने मनसाय कतिको सही हो कि होइन भन्ने कुरालाई मैले आज तपाईहरुलाई देखाउन जाँदैछु। आज एकजना मेरो घर अगाडि आउनु भएको छ। ग्यास, कुकर, फ्रिजहरू बनाउने मान्छे साइकल लिएर हिँड्नुहुन्छ। फोनिक्स साइकल लिनु भएको छ, बलियो साइकल छ। अगाडि टनाटन सामान छ, पछाडि झोलामा पनि सामान छ। र उहाँले नेपालमा बसेर उहाँ कहाँबाट यहाँ आउनु भएको छ। म अहिले यतिखेर चितवनभन्दा वारिपट्टि गैँडाकोट नवलपुरबाट बोलिरहेको छु। उहाँले कति कमाउनुहुन्छ भन्ने कुरा उहाँको मुखारबिन्दुबाट सुन्न पाइन्छ। अनि उहाँले के काम गर्नुहुन्छ, कहाँ गर्नुहुन्छ भन्ने कुरा पनि मैले तपाईहरुलाई यो भिडियोमा जनाउने छु है त। उहाँ हुनुहुन्छ हाम्रो साह्रै प्यारो मेकानिक। नेपालमा बसेर पनि कमाउन सकिन्छ भन्ने हेतुले सबैको घर घर सुविधा दिँदै आउनु भएको छ। दोकानमा जान्न पर्ने, बुढाबुढीलाई पनि सजिलो हुने भन्दै आउनु भएको छ। मैले सबै कुरा उहाँको मुखबाट सुन्छु, सोध्छु। तपाईहरुले प्लिज भिडियोलाई स्किप नगरिकन हेरिदिनु छ नि आशामा छु हेर्नुहुन्छ पनि। र भिडियो हेरेपछि कस्तो लाग्यो के लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला। हेलो भाइ, नमस्ते। नमस्ते। के छ, सन्चै आरामै? हजुर आरामै। अनि तपाईको घर कहाँ? मेरो सर्लाही जिल्ला भरतपुर बजार 6 नम्बर वार्ड 2 नम्बर प्रदेश सर। अनि हजुरको शुभ नाम? मेरो कृष्णदेव गुप्ता। कृष्णदेव, कति भयो हजुर यतातिर यो काम गर्न थाल्नु भएको? यो गैँडाकोटमा सर मलाई भइसक्यो 63 सालमा आएको। अब यतै सबै दिदी बहिनी आमा सबै चिन्नु भएछ। हजुर। सबैको घर घरमा पसेर म रिपेयरिङ गर्छु। हजुर। एकदम सुहाउने कुरा पनि गर्छु। हजुर। मिठो पैसा पनि लिन्छु, धेरै पैसा पनि लिन्न सर। एकदम ठिक्क। यो बाबुराम दाईको पसलमा सोध्नु या कमल नगरमा गएर सोध्नुस्। म कार्ड पनि हजुरलाई दिनुभयो। तपाई उहाँलाई सोधेर नि मलाई कम्प्लेन गर्नुस्, तपाईको पैसा वापस। हजुरले के काम गर्नुहुन्छ? म कुकर, ग्यास, गिजर, फ्रिज, छाता सहित बनाउँछु सर। अनि खाना बस्न राम्रै पुग्छ? पुग्छ सर। तपाईलाई विदेश जाने रहर लागेन? लहर लागेको थियो, तर उहाँ भन्नुभयो कि 25,000 को महिना, बरु 25,000 को महिनाले गर्दा बरु आफ्नो नेपालमै बसेर आमा बुवा पनि हेर्न पायो। अनि घर पनि जान पायो। अनि यसैमा म खुसी हो। यसरी साइकल बोकेर मजाले तपाईँ गाउँ घर दैलोतिर हिँड्नुहुन्छ, सबैतिर हिँड्नुहुन्छ। अनि निश्चय पनि कसैले ठग्नुहुन्न होला, किन भन्दा काम गर्ने मान्छे सधैँ यहीँ बस्ने मान्छेले ठग्नुहुन्छ भन्ने छैन। नर्मल्ली हजुरले आफ्नो पारिश्रमिक राखेर दिनमा कति जति कमाइ गर्नुहुन्छ एभरेजमा? एभरेजमा मेरो दिनकै सबै काटी छाटेर 1500 रुपैयाँ बन्छ। 1500 बच्छ। 1500 भनेको तपाईँको महिनाको 45,000। लगानी सगानी सबै गरेर अब लगानी लगाएर सर कोठा भाडा तिरेर तर 40, 35, 40 कहिले तपाईको खाएर लाएर यहाँ सबै गरेर कति जति बचाउनु भएको छ? 35-30 बच्छ। 35-30 बच्छ। तपाईले यो सिप कहाँ सिक्नु भयो? म सर सुरुमा काठमाडौँ गएको थियो। हजुर। त्यो के भन्छ रञ्जना स्टोरमा काम गर्दै अब कुनै दिदी बहिनीले कुकर बिग्रेछ, ग्यास बिग्रेछ, बोकेर म ल्याउनु पाएन, जाम भाइ हेर्दुम। त्यस्तै हेर्दै मैले पुरै ट्यालेन्ट भयो। उहाँको काम मैले छोडेर त्यहीँबाट माल उठाएर घरमा घुम्न सुरु गरिसक्यो। यो गैँडाकोटको हाम्रो दाजुभाइ दिदी बहिनी जति छ नि सबै मेरो उपटुपमा हेऱ्यो भने चिन्छ। ओके। उहाँ हुनुहुन्छ नेपालमा पारिश्रमिक गरेर खाने एउटा कृष्ण गुप्ताजी। उहाँले ग्यास बनाउनुहुन्छ, कुकर बनाउनुहुन्छ, चुल्हाहरू बनाउनुहुन्छ, सबै बनाउनुहुन्छ, धेरै कामहरू गर्नुहुन्छ। उहाँले नेपालमै बसेर पनि धेरै आम्दानी गर्न सकिन्छ, सिप सिकिन्छ भन्ने कुरा जनाउँदै हुनुहुन्छ हामी कहाँ। उहाँले मेरो ग्यासको सिलिन्डर बिग्रेको थियो, ग्यासमा प्रब्लम थियो, उहाँले आएर बनाइदिनु भयो। यस्तो मान्छेहरू हुनुहुन्छ। नेपालमा पनि केही गर्न सकिन्छ भनेर आत्मविश्वास गरेर बस्ने मान्छेहरूले गर्दा एक त नेपालका धेरै बुढाबुढी बाबुआमाहरू गाउँमा जहाँ बस्नुहुन्छ, दोकानसम्म जान गाह्रो हुन्छ, उहाँहरूलाई समेत सुविधा दिँदै हुनुहुन्छ हाम्रो कृष्ण गुप्ताजी। उहाँले भन्नुहुन्छ घर को हुनुहुन्छ हजुरको? मेरो श्रीमती रहेछ, एउटा 19 वर्षको छोरा छ, एउटा 22 वर्षको छोरा, त्यो मलेसिया हो।
म चाहिँ यहाँ। अनि छोरालाई पनि यही सिप किन सिकाउनु भएन? छोराले अब म बाउले यस्तो काम गर्छ भने छोरालाई पनि म ख्वाबमा राखेको छैन कि मेरो छोरा पनि यही काम गरोस् भनेर। अनि मलेसिया गएर त दुखै गर्न परेको होला। मलेसिया चाहिँ मेरो छोराले जानु भएछ, यो इलेक्ट्रोनिक काम सिकेछ वेल्डिङको। हजुर। अनि त्यसैमा गएछ। कान्छा चाहिँ अहिले 10मा पढ्दैछ। उहाँलाई हामीहरूले भन्दैछु कि बाबु राम्रोसँग पढ, घाममा नजानु पर्छ तिमी पढ्यो भने, नत्र हामी जस्तो दुःख तिमी पनि भोलि पाउँछ। के यो काम दुखै हो त? दुःख छैन दाइ। अब हेर्नु न, घाममा हिँड्नुपर्छ, कुनै ठाउँमा नराम्रो शब्द पनि सुन्नुपर्छ, कुनै ठाउँमा राम्रो शब्द सुन्नुपर्छ। हैन, काम गर्ने सिलसिला जले पनि केही न केही सुन्नुपर्ने नै हुन्छ। हैन सर, संसारमा कालो र सेतोमा फरक छैन, त्यसको बानीमा हुनुपर्छ। तर हरेक घरमा एक आमा जस्तो, एक बहिनी जस्तो, एउटा दिदी जस्तो सबै भेट्दैन। कुनै अलिक छुच्छो भेट्छ, कुनै नराम्रो शब्द बोल्न सक्छ। अब के गर्ने दाइ, म त आफ्नो सरलाई छोडेर नेपालैमा छु, तर आफ्नो घर छैन। अलि सहन शक्ति त गर्न पर्यो, बुझ्न पर्यो। ठिक छ, तपाईँको कुरा सुन्दा मलाई पनि एकदमै राम्रो लाग्यो। नेपालमा बसेर सबैलाई सुविधा दिँदै आफ्नो जीविकोपार्जन पनि गर्नुभएको छ। यस्तै सेवा सुविधाहरू दिँदै गर्नुहोस्, सबैलाई खुसी बनाउनुहोस् भन्ने आशाका साथ मैले तपाईँको भिडियो अब सबै ठाउँमा, गैँडाकोट, चितवन, मेरो जहाँ जहाँ भिडियो हेर्नुहुन्छ सबैलाई एउटा जानकारी अनि उपदेशमूलक पनि भएको छ। किनभने काम गर्ने मान्छेलाई जहाँ पनि बाँच्नको लागि गाह्रो छैन भन्ने कुरा तपाईँले जानकारी दिनुभएको छ। ल हुन्छ, फेरि पनि आउनु होला, भेट्दै गरौँला। मेरो घरमा कसैकोमा अप्ठ्यारो परेकोमा तपाईँले बनाइदिनु हुँदो रहेछ, खुसी लाग्यो। अनि मेरो च्यानलको नाम छ छेलुङ्गा। लाइक, सब्सक्राइब र सेयर गरिदिनु भन्नुहोस्। लाइक सब्सक्राइब गरिदिनु होला। लाइक, सब्सक्राइब र सेयर। फेरि भन्नु, लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। नमस्कार। ओके, नमस्कार। ल, उहाँ हुनुहुन्थ्यो कृष्ण गुप्ताजी। नेपालमै बसेर पनि गरी खान सकिन्छ भन्ने सबैलाई उपदेश दिँदै, सबैको घरमा जाँदै सेवा र सुविधा दिँदै आफ्नो जीविकोपार्जन पनि गर्नुभएको छ। यस्तै गरी हामीले पनि सिपहरू सिकेर अनि केही गर्छौँ भन्ने उद्देश्य राखेर गर्न चाहने हो भने हामी पनि विदेशमा गएर, अरूको देशमा गएर धेरै मेहनत गरेर बालबच्चा छोडेर हिँड्नु पर्दैन भन्ने कुरा मैले आज तपाईँहरूलाई यस भिडियोमा जानकारी दिलाउँछु। यस्तै धेरै भिडियोहरू लिएर म तपाईँहरू सामु आउने छु, बेला बखतमा भेट हुनेछ भन्दै मेरो भिडियोलाई तपाईँहरूले हेरेर कतिको माया गर्नुहुन्छ, माया गरिरहनु भएको छ, अझै माया गरिदिनु होला। मेरो भिडियो, यस्ता भिडियोहरू सबै ठाउँमा पुगौन् भन्ने आशाका साथ मैले अहिलेको भिडियोलाई यहीँ अन्त्य गर्छु। मेरो प्यारो मुटुहरू, मेरो प्यारो मनहरूलाई सधैँ माया भन्दै सधैँभरि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि खुसी रहनुहोस् भन्दै मैले अबको भिडियो टुङ्ग्याउँछु। अनि हजुरहरू निश्चय पनि सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ, आरामै रहनुहुन्छ भन्ने आशाका साथ पुनश्च छेलुङ्गाको ढोका अर्को भिडियोको लागि पनि खुल्नेछ। ढोका खोल्नको लागि चापी बेल आइकन स्वरूप घन्टी बजाउन नबिर्सिनु होला भन्दै मेरो भिडियोलाई यही अन्त्य गर्छु। ओके, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। बाई बाई, आई लभ यु।